갖고 니何を入れますか ?1、2、3、4から一番いいものを一つ選んでください。यो ब्र्याकेट्समा चाहिँ के राख्ने भनेर चाहिँ 1, 2, 3 र 4 नम्बरबाट एउटा राइट एन्सर चुज गर्नुहोस्। じゃあ皆さん始めますよ。毎日学校に行く前に本を読みます。हाम्रो राइट एन्सर रहेको छ निभान। किनभने मायनी भन्दा अगाडि जहिले पनि डाइरेक्ट भर्ब लाग्दछ। डाइरेक्ट भर्ब प्लस मायनीको रुल्स प्रयोग गरिन्छ। कुनै पनि कार्य गर्नु अगाडि यो गर्छु यस्तो गर्छु भन्दाखेरि चाहिँ हामीहरूको डाइरेक्ट भर्ब प्लस मायनी लाग्दछ। जस्तै हाम्रो यहीँ पनि इचिबानमा एक्जाम्पल रहेको छ माइनिची गएको नि इकुमाइनी हुन हो यमिमास। प्रत्येक दिन स्कुल जानु अगाडि बुक पढ्छु। हाम्रो पछाडि माइनी आएको हुनाले चाहिँ हामीहरूको राइट एन्सर रहेको छ निभान। हामीले डाइरेक्ट भर्ब चुज गर्नुपर्ने भएको भएर हाम्रो इकु राइट एन्सर रहनेछ। खाराई मनोगा किराई देश। हाम्रो राइट एन्सर रहेको छ सानबान। किराई भनेको हेटफुल मन नपर्नु, खाराई भनेको पिरो। पिरो वस्तुहरू पिरो कुरा चाहिँ मन पर्दैन भन्न खोजेको। त्यही भएको भएर हाम्रो राइट एन्सर रहेको छ किराई सानबान। सीता-सान वा किरेई दे शिन्सेत्सु न हितो देश। सीताजी चाहिँ सुन्दर भएर दयालु मान्छे हो। हाम्रो यसमा एन्सर रहेको छ इचिबान। किरेई किरेई चाहिँ हाम्रो यहाँ नाकेउसी भएकोले चाहिँ हामीले नाकेउसीलाई चाहिँ जोडेर अथवा भएर भन्दाखेरि चाहिँ दे राख्नुपर्छ नाकेउसी भन्दा पछाडि। त्यही भएको भएर किरेई दे किरेई दे। सीताजी चाहिँ सुन्दर भएर किरेई दे भनेको सुन्दर भएर चाहिँ दयालु मान्छे हुनुहुन्छ। इमौतोगा एओ ज्यौजुनी खाकिमासिता। बहिनीले चाहिँ चित्र सिपालुसँग कोर्यो बनायो अथवा लेख्यो भन्न खोजेको है त। यसको मतलब चाहिँ हामीहरूको चाहिँ राइट एन्सर रहेको छ योनबान। योनबान रहेको छ हाम्रो राइट एन्सर ज्यौजुनी। किनभने हामीहरूको ब्र्याकेटभन्दा पछाडि खाकिमासिता भब दिएको छ र हामीलाई अप्सनमा नाकेयौसी दिएको छ। यदि नाकेयौसी भन्दा पछाडि भब आयो भने चाहिँ हामीहरूले नि थप्नुपर्ने हुन्छ। त्यही भएको भएर हामीहरूको इमौतोगा एओ ब्र्याकेटभन्दा पछाडि भब आयो। त्यही भएको भएर हामीहरूले नाकेउसीभन्दा पछाडि आउँदाखेरि के थप्ने भनेछ नि। त्यही भएको भएर ज्यौजुनी खाकिमासिता। बहिनीले चाहिँ ड्रइङ चाहिँ सिपालुसँग कोर्यो अथवा बनायो। तानाका-सान वा इच्छा देश गा मिरा-सान वा इच्छा देवारिमासेन। तानाकाजी चाहिँ डाक्टर हो तर मिराजी चाहिँ डाक्टर होइन हो। हाम्रो यसमा राइट एन्सर रहेको छ योनबान वा पार्टिकल है। हामीहरूले वा पार्टिकल चाहिँ के भनेर पढ्दै आइरहेको छौँ त। वा पार्टिकल चाहिँ कुनै पनि सेन्टेन्समा डबल युज हुँदैन, दुईटा युज हुँदैन। यो चाहिँ युज हुन्छ चाहिँ यो केसमा मात्रै कि कुनै पनि नाउन चाहिँ हो यो हो। जस्तै अहमदजी चाहिँ डाक्टर तर मिराजी चाहिँ डाक्टर होइन हो। यसमा चाहिँ हामीहरूको नाउन वान डट वा चाहिँ डट मासगा पोजिटिभमा हुन्छ भने अर्को नाउन वान पछाडि चाहिँ के आउँछ त नेगेटिभमै आउँछ। यो चाहिँ हो तर यो होइन। त्यही भएको भएर हाम्रो राइट एन्सर चाहिँ योनबान रहनेछ वा पार्टिकल।
निहोन्नो रामेन गा सुकी देस जापानको रामेन भनेको चाहिँ नुडल्स चाउमिन जस्तै है त चाउमिन अथवा रामेन चाहिँ मनपर्छ हो यसमा चाहिँ हामीहरूको रहेको छ नाउन वान नो नाउन टू यो नोले चाहिँ हाम्रो नेपालीमा अर्थ को दिन्छ भने चाहिँ जापानको रामेन चाहिँ मनपर्छ है यो नो पार्टिकलको चाहिँ काम के हो त जहिले पनि यो चाहिँ कति बेला युज हुन्छ त दुईवटा चाहिँ नाउनहरूलाई चाहिँ कनेक्ट गर्ने बेला यसको यो हो जस्तै चिचिनो कुरुमा देश बाबाको कार होइन हाहानो होन मम्मीको बुक अथवा के हुन्छ त ओतो उतो न चोकोरेतो देश भनेको भाइको चक्लेट हो यस्तो यस्तो बेलामा चाहिँ हामीहरूले दुईवटा नाउँलाई जोड्दाखेरि चाहिँ के युज हुँदो रहेछ त नो पार्टिकल त्यही भएको भएर हाम्रो राइट एन्सर रहेको छ निवान वातासी वा साकानागा आमारी सुकी देवारीमासेन मलाई माछा चाहिँ खासै अथवा त्यत्तिको मन पर्दैन हो हाम्रो आमारी भनेको चाहिँ आमारीको अर्थ चाहिँ खासै अथवा त्यत्तिको भन्ने हुन्छ अनि हामीहरूले 8 लेसनमा के भनेर पढेको छौँ त्यो आमारी भन्दा पछाडि चाहिँ जहिले पनि सेन्टेन्स नेगेटिभमा आउँछ है त्यही भएको भएर हामीहरूको तल अप्सनमा हेर्ने अब हामीहरूले अब नेगेटिभ सेन्टेन्स हेर्नु पर्यो यसमा चाहिँ हाम्रो सानबान र यनबानको देवारीमा सेन र कुनाइदेश छ दुईवटा नेगेटिभ सेन्टेन्स तर अब हामीले यो सुकी सुकी कुन के औसी हो त नाकेऔसी त्यही भएको भएर नाकेऔसीमा कुनाइदेश हुँदैन देवारीमा सेन है ज्यारीमा सेन भनेर पढेको छौँ जो ज्यारीमा सेनकै पोलाइट फर्म हो है देवारीमा सेन भनेको चाहिँ हामीले जुन लेसन 1मा पढेको छौँ ज्यारीमा सेनको पोलाइट फर्म भनेर देवारीमा सेन त्यही भएको भएर हामीहरूले यसमा सुकी ज्यारीमा सेन अथवा देवारीमा सेन त्यसैको पोलाइट फर्म देवारीमा सेन त्यही भएको भएर राइट एन्सर चाहिँ हामीहरूको यसमा सानबान रहनेछ वातासिवा साकानागा आमारी सुकी देवारीमा सेन मलाई माछा चाहिँ त्यत्तिको मन पर्दैन अथवा खासै मन पर्दैन देखाकेरु मायनी मादो ओ सिमेते देन्की ओ खेसिमास बाहिर निस्कनु अगाडि चाहिँ झ्याल बन्द गरेर बत्ती निभाउँछु हो यसमा हाम्रो राइट एन्सर रहेको छ निभान देखाकेरु मायनी निस्कनु अघि चाहिँ के त हामी झ्याल बन्द गरेर बत्ती निभाउँछु अब इचिबानमा हाम्रो देखाके तातो दे निस्किसकेपछि गर्छ त हामीहरूले झ्याल बन्द गर्ने बत्ती निभाउने गरिँदैन निस्कनु अगाडि बाहिर कतै निस्कनु अगाडि गरिन्छ देखाके तेकाएर भनेको निस्किएपछि अथवा निस्किएर भन्ने चाहिँ निस्किएर गरिने हुँदैन देखाके नागारा भनेको निस्कँदै हाम्रो यसमा राइट एन्सर रहेको छ चाहिँ निभान है त देखाके रुमाइनी निस्कनु अगाडि चाहिँ हामी बाहिर कतै जानु अगाडि चाहिँ बत्तीहरू बन्द गरेर होइन झ्याल बन्द गरेर चाहिँ निस्कन्छु भन्न खोजेको है त यसको राइट एन्सर रहेको छ निभान वातासी वा आतारासी होन्गा होसी देश म चाहिँ नयाँ बुक चाहन्छु हो यो होसी भनेको चाहनु है चाहनाहरू इच्छाहरू होइन म यो चाहन्छु भन्दाखेरि प्रयोग गरिन्छ यो होसी भन्दा अगाडि चाहिँ जहिले पनि गा पार्टिकलको प्रयोग गरिन्छ यसको रुल चाहिँ रहेको छ नाउन प्लस गा होसी देश त्यही भएको भएर हाम्रो राइट एन्सर रहेको छ यनबान गा पार्टिकल है त एकदम धेरै इम्पोर्टेन्ट छ याद गर्नु होला होसी भन्दा अगाडि जहिले पनि गा पार्टिकल लाग्दछ दोकोदेखि पु हो उत्ते इमासका कहाँबाट टिकट चाहिँ बिक्री भइरहेको छ भनेको है यो चाहिँ क्वेसन सोधेको कहाँबाट टिकट बिक्री भइरहेको छ भनेर क्वेसन सोद्धाखेरि यसमा चाहिँ हाम्रो भबको तेफम प्लस इमासको रुल्स प्रयोग गरिन्छ जुनको अर्थ चाहिँ प्रेजेन्ट कन्टिन्युसमा अहिले भइरहेको है कहाँ चाहिँ टिकट बिक्री भइरहेको छ यसरी सोद्धाखेरि प्रयोग गरिन्छ त्यही भएर हाम्रो राइट एन्सर रहेको छ इचिबान उत्ते